मेरा प्यारा प्यारा फेसबुकमा जोडिएका फलोवर्सहरूलाई सबैजनालाई गुड मर्निङ है। आज चाहिँ दिन यस्तो छ, पानी परिरहेछ हो। अन्त मेरो बिहानको ड्युटी डोको फाटिहाल्यो। यो धोक्रेमा चाहिँ अब घाँस उठाउनु पर्यो, हिजो काटेको हो। काँक्राहरू यस्तो छ, चिजेलाई लाग्दैन, डरलाग्दो पानी परिरहेछ। ओके, आजलाई म अलिकति यो घाँस उठाइहाल्नु पर्यो, यो धुलो घाँस हाल्नु पर्यो। अहिले डोको फाटिहाल्यो, डोको बुन्ने मान्छे पनि छैन। अब बजारै जानुपर्छ आजको दिन, अरू बेला पाउँदैन ठुलो डोको। घाँस काट्नुपर्छ नि, बेलुका आएर बेलुका घाँस काटेर राखेको। यो बिहानको लागि पानी परेर सबै शीतै शीत भएछ। अन्त अब यो घाँस हालिराख्नुपर्छ। अनि छिटो छिटो अलिकति के खानु छ खाइयो, त्यहाँदेखि चाहिँ तयारी भएर ड्युटी जानुपर्छ। तर हिजो घाम लागेको भन्दा चाहिँ नि पानी परेको बेस्ट लाग्यो मलाई। बरु भिज्छु, गरम चाहिँ सहनु सकिँदैन। अब यो यतिले त गाई आउँछ, खोलिदिनुपर्छ कि। कति 8 भइसक्यो, ढिलो हुन आँटेछ। 1 2 3 ल हालिदिनु पर्यो। ओके गाइस, बाई। आजलाई शुभ दिन होस् सबैजनालाई, बाई।